हेलो सबैजनालाई सेवा नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ दाजु र म यहाँ सेराखोलामा पाहा हन्टिङमा जाँदैछौँ। तर कतिको भेटिन्छ थाहा छैन। एउटा रमाइलो पनि र पाहा मार्नु पनि र लेट्स गाइज सबैजना पाहा मार्न जाँदैछौँ गाइज। युट्युब च्यानलमा जोइन हुनु लगाइज। त्यसपछि नयाँ भिडियोहरू म अपलोड गर्दै जानेछु। तपाईहरुले हेर्न पाउनुहुनेछ र इन्जोय लिन सक्नुहुनेछ गाइज। अब हामी चाहिँ यहाँ दामसिङमा यहाँनिर स्कुटी छोइराखेर यहाँदेखि चाहिँ हामी हिँड्दै जान्छौँ गाइज। हेलो गाइज, फाइनली हामी चाहिँ पाहा हन्टिङमा आएको। माछा हन्टिङ होला जस्तो छ। यहाँनिर माछा पो छ जस्तो छ। त्यही भएर हामी चाहिँ यो दह मार्ने प्लान गर्ने दाजुसँग हामी यो दुवालोलाई चाहिँ यता फर्काउने, यताबाट यता फर्काउने प्लान गऱ्यौँ। तर माछा यसो हेर्दा चरन्ते छ, तर कतिको मर्छ गाइज। लेट्स सी। फाइनली गाइज दलियो चाहिँ फर्काइसकियो। अब माछा कति छ हेरौँ गाइज। डल्लै फर्काइसक्यो। यता अझै माछा छैन होला, तर पनि हेरौँ गाइज। लेट्स सी भिड। हाम्रो दाजु चाहिँ माछा मार्नु हुँदैछ, खोल्नु हुँदैछ। यहाँ तल हाम्रो ढडिया चाहिँ झुल हो, त्यो माछा भएको छ भनेर थापेको। माछा गाइस, माछा। यो असला माछा। तीनटा भएछ माछा अहिलेसम्मको हाम्रो यहाँ मारेको। हेलो गाइज, अब चाहिँ फेरि हामी यो दह मार्ने प्लान गर्दैछु। यो दहलाई यता फर्काउने प्लान गर्दैछु। यहाँ हाम्रो दाजुले छेक्नु प्लान गर्दैछ। यहाँनिर चट्ट यसलाई हुँदो फर्काउने प्लान गर्दैछु। गाइस माछा चाहिँ कति छ हेरौँ। हाम्रो दाजु चाहिँ यहाँनिर पुरा सोतारले यहाँ बुचाउनु हुँदैछ पुरै त्यसरी गर्दै। फाइनली गाइज डली पनि फर्काइसकियो। डल्ली फर्काएर पनि यहाँनिर लगभग खोलिसकियो। अब हेरौँ माछा कति छ। यहाँनिर दाजु खोल्नु हुँदैछ धमाधम। यहाँनिर एउटा माछा पक्रि पनि सक्यौँ। यहाँनिर एउटा माछा एउटा समाति पनि सक्यौँ। फाइनली गाइज माछा चाहिँ यति मारियो। ल हेर्नुहोस् है गाइज, मसिनो चाहिँ मरेन। यहाँ गोदाममा उहाँ दाजु थाप्नुहुँदैछ। झन्डै एक मान्छे डुब्ने दाग थियो। खोलेर हामीले यति घुँडा मुनि बनाएँ। ल हाम्रो यो चाहिँ हाम्रो ढडिया तल झुल यति मरो है गाइज। माछा चाहिँ यति मरो। अब हामी चाहिँ यहाँ खाजा खाने तर्खरमा छौँ। चाहिँ इस्कुस, यता चाउचाउ र इस्कुस ल्याएको छौँ। अब छिन खाजा खाएर माछा हेर्ने। हेलो साथीहरू, अब चाहिँ हामी यो दुवालोलाई यता फर्काएर यो मार्ने प्लान गर्दैछौँ। अब यो चाहिँ हाम्रो सायद लास्ट दुवालो हुन्छ होला। माछा चाहिँ यहाँ हेर्दाखेरि खासै धेर चाहिँ छैन होला, अलिअलि होला। तर मन चाहिँ ऊ तलसम्म मर्छ यो दुवालो। अब हेरौँ गाइज, लेट्स सी कति मर्छ। फाइनली गाइज दली चाहिँ फर्काइसक्यो यसको पनि। अब यहाँनिर यता मार्नु छ। हेरौँ गाइज कति माछा निस्किन्छ। ठुलो चाहिँ छैन यहाँनिर माछा। मसिनो औलाहरू जस्तो चाहिँ अलिअलि हुनुपर्ने हो गाइज। वहाँनिर ऊ ढडिया झुल थापिरहेको छु। उता दाजु खोल्नु हुँदैछ।
तर यो चाहिँ तलसम्म मर्छ। हेरौँ कति मर्छ लास्टसम्ममा गाइज। फाइनली गाइज आजको हामीले 3टा डुवालो मार्यौँ। 3टा डुवालोमा जो सेरा खोलामा यति मारियो। माछा छैन रहेछ, सबै करेन्ट हानेर केटाहरूले। करेन्ट चाहिँ खास नहान्नुपर्ने हो, अब के गर्ने, एकजनाले भनेकोले हुँदैन। ल गाइज आजको माछा चाहिँ फाइनली यति मारियो। यहाँ चाहिँ अब दाजु प्लास्टिक निकाल्नु हुँदैछ। अब चाहिँ हामी घर जान्छौँ। ल गाइज मेरो माछा मारेको भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला र लाइक कमेन्ट र सेयर गरिदिनु होला र सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला गाइज। ल गाइज यो नेक्स्ट भिडियोमा फेरि भेटौँला। तपाईँलाई फेरि यस्तै इन्टरटेनमेन्ट भिडियोहरू लगाउँदै जानेछु र हेरेर इन्जोय लिनु होला गाइज। ल बाई गाइज।